बायर लेभरकुजन भयो सर एकछिन न प्लेयरै छैन नि यस्तो टिमहरु जोसाउनु भयो क्या आफ्नो प्लेयर गेममा मैले तपाईँलाई राम्रो भन्न खोजेँ तपाईँले तेरो गेम त होइन यो सीपीएस लाएर बस गुरु भएपछि यस्तो त खेल्नु भएन गुरु भयो हाम्रो गडफादर आएको छैन अझ आज त्यसलाई त त्यो त बनाएको गडफादर हो नि फादर त्यसलाई त के अरे उसमा बेडमा सब्सक्राइब गर्छ नि त के किन दोहोऱ्याउने हामी भिडियो त्यहाँ हेर्ने गरेको त्यो दिन भिडियो एडिट गर्दा केटाहरूले के भनेर रहेछ नि त यतिखेर दिमाग खराब हुन्छ सिधै आउँदैन गोल भिडियो गोल भयो है ठिक छ के भयो त गाडी किन हराउँछ यस्तो रेस्टिङ मोडमा छ नि त हरेक गेम कम्पिटिसन हुँदैन क्या कहिले पनि कम्पिटिसनको हिसाबमा खेल्ने भए त त्यो मजै भएन नि तिमीले तिम्रो सोचमा के छ नि आज केटाहरूलाई मैले वाइल्ड जितेँ मैले जितेँ म टप भयो भने तर तिमीलाई त्यति किन जित्यो किन जिते तर तिम्रो यहाँ बस्नुको यो तिम्रो मुभमेन्ट तिमीलाई थाहा छैन नि त गाडी अरट्ट भइरहेछ मेरो होइन धेरै मुभमेन्ट भएर कुद्नै सघाएन क्या बिचरा कुद लौन हान्छ क्या थुक्क के यिनीहरू चाहिँ के टिम नि यिनीहरू त रियलै हो तर मैले भन्न तिम्रो अल टाइम फेभरेट टिम र मेरो अल टाइम फेभरेट टिम के सक्छौ सक्छौ त तिमी त्यस्तो गर्दाखेरि झन् भिडियो खिचेको बोलाउनु हामी नखिचे बेला बोला हामी त्यस्तो त्यो हाइलाइटमा आउनै छैन हाम्रो होइन यति किन खिचा मैले गोल ल खिच भएन भनेको भयो यो हुँदैन है यो गोल काउन्ट हुँदैन मैले हाने गोल किन म कपिराइट लगाइदिन्छु कपिराइट लगाइदो यो माया मुद्दा हाल्नुपर्छ सक्या रहेछ त होइन मेरोमा यो 66 को प्लेयर किन छ अझै तैँले चेन्ज गरे अफसाइड थिएन र त्यो यत्तिकै छ गोल खायो नि फक्करमा ल मैले पनि छिटो पकडमा खाइदियो भन्नु थाल्यो भने त ल किन यस्तो छ लेफ्ट राइट लेफ्ट 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 भन्छ आज त्यसले लेफ्ट राइट 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 ल भने हैन लेफ्ट बिचमा हान्छ होला जति सिधा हान्छ अब सिधा अब कहाँ बिचोसम्म त मै खेल्नु पर्यो नि त फेरि के हो तिमीहरूलाई मैले सिकाइरहेको थिएँ ल गेम कसरी हुँदो रहेछ